आज यसले कहाँ कहाँ पुऱ्याउँछ माटो नि कहाँ जाने भनेर आएको माटो नि अब जङ्गल हिँड्छ कहाँको बाटो कहाँ पुऱ्याउँछ अब नुहाउन जाने मान्छे नुहाउने भनेर हिँडेको माटो नि बाटो जाम भनेको यस्तो जङ्गलको बाटो पो उठाएर लिएर आएछ 50 रुपियाँ 50 रुपियाँ तेरो 50 रुपियाँ के हाल्ने र मैले सब्जी किन्न जानु लागेको होइन सब्जी किन्न जानु लाग्यो हेऱ्यो भने त मेरो जस्तो हाम्रो त्यो फार लाइनको बाटो जस्तो देखियो क्या बङ्गालमा होइन यी तर हाइटे राम्रो त फेरि मान्छे तलको पुरै बाँड्दो रहेछ है के बाँड्दो रहेछ फार लाइनको बाटो जस्तो देखियो हाम्रो फार लाइन हेरेको फेरि पर्छ ला यस्तोमा बस्नुपर्छ क्या होइन बाघ आउला बे यहाँ त फेरि बाघ नै मोडलसँग आउँछ बँदेलले लखादियो भने फेरि तनाव हुन्छ यार जङ्गल हिँड्ने पानी पर्यो भने त च्याउ पनि मिल्छ होला च्याउ त उम्रे रहेछ यार च्याउ त उम्रे रहेछ यी त्यो काठे च्याउ हो क्या के आँखाले देखिरहेछ है भक डर लाग्ने ठाउँमा आइयो यार दुईजना मात्रै अझै यस्ता घर छ हेर्न पछाडिबाट बँदेलले हमला गरिदियो भने आपतला फेरि ढात्तेरिका यो कहाँ आइयो फेरि यस्तो सुनसानमा यार घर छ यार अचम्म यार म्यापमा हेरिरहेको थिएँ बाटो बिर्स्यो कि भन्यो ए त्यो सर्टकट बाटो त्यहाँको त्यही भएर यता बरु रहेछ ठुलो ठाउँ दामी छ नि यहाँ त बरु दिमाग खराब पार्किङ एरिया रहेछ क्या ठुलो गाडीको पार्किङ एरिया क्या त्यही त यो कम्पनी हो यो पार्किङ एरिया हो क्या यहाँको ठुलो गाडी छैन बन्द किन बन्द हुने र बन्द छ क्या यो पहिलेदेखि चलाएर थियो उसको के अरे त्यो कार्टुनको कम्पनी रहेछ अहिले बन्द भएको यत्रो हाल्यो जङ्गल हिँड्दाखेरि यस्तो भयो त्यो सागको पछि नपर्यो अलिकति हो नि पर्दैन के यहाँ यी साग यहाँ हेरी साग सबै साग हो उमालेर खायो भने सबै सागै हुन्छ क्या होइन टिकटकमा त्यो सबैले हालेको देखेर चाहिँ बल्ल यो बाटो बिहानै पानी परेर रहेछ त पानी परेर यस्तो छ खाल्दा खुल्दै बिना बाटोको बाटो यही घरमा बस्नुपर्छ क्या भाडामा लिएर यार दामी छ घर त वा घर लैजा छोराछोरीको लागि छोराछोरीले यता पठाइदिने आफू बुढीसँग लाग्यो अरू के चाहियो र केटाकेटी पनि खुसी
आफू पनि खुसी। दिमाग खराब आएको यही बाटो कि अरू पर छ उताबाट आउने बाटो। यही हो र भने ए यार यही त रहेछ सिधै डाइरेक्ट। अहिले त गर्मी पो भयो त। हरियाली नहुँदासम्म यो कस्तो थियो बाबा, सबै छङ्गै देखिने उजाड थियो। बिहान बिहानै हिँड्नु पर्ने, अझै डाडु लिन। मर्निङ वाक फुटबल बुढोले बेरोटी म यतै बस्छु, तँ चाहिँ गएर लिएर आइस्। म जाँदैन पेट्रोल पम्पतिर। हो गाडी पार्किङ यहाँ छ सबै। ल खोल खोल। खुट्टा पो दुखिसक्यो यार। म यहीँ बस्छु, तँ गएर ल्याइदिए ल छोरा। म जाँदैन क्या, गएर आइज भनिरहेको छु त। म जाँदैन क्या, म कुरो गर्छु यहाँ बुढीसँग। त्यही त भने यहीँ बस्छु म।